बाबा मम्मीलाई चाहिँ ठुलो जहाज चढाएर यसो घुमाउन पाए हुन्थ्यो भने चाहिँ चाहना छ। मलाई त आफ्नो मान्छे भएर सबै राम्रो लाग्छ। केही सुन्दै मन छ। 100मा 100% ठिक हो। मलाई त 100मा 100 नि ठिक लाग्छ। छोरी त कहिले विदेश जान्छु म त पाइलट बन्छु भन्छन्, कहिले म डान्सर बन्छु भन्छन्। पाइलट बन्ने हो। श्रीमती भनेको त एउटा अब दाहिने हातै हो होइन। निर्माण सफल हुनुमा श्रीमतीको सबभन्दा ठुलो हात हुन्छ होइन। बाबा आमाले जन्म दिनुभयो होइन, यहाँसम्म पुर्याउनु भयो। बाबामा त अब कुरा नगरौँ, त्यसमाथि हामी सफल हुनुमा चाहिँ श्रीमतीको धेरै ठुलो हात हुन्छ। देशै छोडेर जानु लाग्छ त भयो। आफ्नो ख्याल गर्नु, राम्रोसँग कार्यक्रम गरेर आउनु, त्यति हो। एक दिन घर छोड्दा पर्दा पनि सँगै भइराख्यो भने त गाह्रो त हुन्छ नै। त्यही पनि आफ्नो बाध्यता छ होइन। अब किनभने आफ्नो काम हो, हाम्रो यो पेसा हो होइन, देश विदेश जाने कार्यक्रम गर्ने। सधैँभरि माया, सधैँभरि हामीलाई ह्याप्पी रोज डे, सधैँभरि प्रेम दिवस, सधैँभरि दसैँ हामीलाई त एकदम माया भइसकेपछि सधैँभरि प्रेम। हे मनमा पनि लागिरहेको थियो मनकै तिर्खा मेट्ने, यो मनमा लागिरहेको थियो मनकै तिर्खा मेट्ने। यसपालिको समरमा त युके बासी भेट्ने, युके बासी भेट्ने। हे युकेमै रमाइलो गर्ने, टुङ्गो छैन बाँच्ने कि मर्ने, नमस्ते छ्याजालो झोर्ने। है त्यति बेला जाने बेला म इन्द्रेणीमा गीतै गाएको थिएन भने त्यति नयाँ थिएँ त्यति बेला। त्यसै कारणले गर्दा हरेस चिन्नुहुन्थेन। र अब अहिले चाहिँ चिन्जान भएर गीत गाउनु र रमाइलो गर्नु र नचिन्दाखेरिमा गाइसकेपछि चिन्नुमा धेरै फरक कुरा हुन्छ। फर्स्ट टाइम ट्रेन चढ्ने बेलामा थाहा नभएर सोध्दै कहिले यता कहिले उता, अहिले जापान जाने बेला हराएर पुरै त्यहाँ गो टोकियो एकदम टिकट देखाएर है, त्यो टिकट देखाएर साह्रै खुसी लागेको छ छोड्न आउन पाउँदा। एउटा जुत्ता लिएर आउनुहोस् युकेबाट आउँदा। सुन्नुभयो नि? हजुर के भने मैले युकेबाट आएको जुत्ता। इन्टरभ्यू लिने हो, यस्तो लाइन छ, सबै साथी छन् हो, यस्तो लाइन छ, जुत्तासँगै आइफोनको कभर पनि चाहिन्छ। युके पुग्न बाँकी नै छ कुरा गरी रम्ला। ए पहिला तिमीले आशीर्वाद देऊ कार्यक्रम जम्ला कि नजम्ला, जम्ला कि नजम्ला। ए मेरो भाइ आशीर्वाद दिनु, ल्याइदिन्छु मायाको चिनो, नमस्ते छ्याजालो झोर्ने। युकेको वर्ष एकदमै सफल रहोस् भन्दै बालचन्द्र बराल दाइसँगै दाइको परिवारै हुनुहुन्छ, भाउजू हुनुहुन्छ, छोरी हुनुहुन्छ। हार्दिक स्वागत छ यहाँ तिनैजनालाई सम्पूर्ण मिडियामा। धन्यवाद धेरै धेरै सम्पूर्ण मिडियामा सबैलाई धन्यवाद। यो दोस्रो पटक हजुर युके जाँदै हुनुहुन्छ होइन, कस्तो भन्नु राम्रो कतिको एक्साइटेड हुनुहुन्छ त्यहाँको दर्शकहरूसँग फेरि जुम्नको लागि? कस्तो छ, पहिला चाहिँ म 2018मा गएको हो, लगभग 7 वर्ष अगाडि। अहिले 25 भइसक्यो। त्यति बेला विदेशको पहिलो यात्रा पनि थियो, त्यति अनुभव पनि थिएन होइन, नयाँ नयाँ थियो, त्यति थाहा थिएन। र अहिले चाहिँ विशेष गरेर अझ धेरै, किनभने दर्शकहरूको धेरै चाहना। अब अहिले हरेक कुरा मिडिया, टिकटक, हाम्रो दोहोरीहरू, इन्द्रेणी कार्यक्रमदेखि हरेक कुराहरू। त्यति बेला जाने बेला म इन्द्रेणीमा गीतै गाएको थिएन भने त्यति नयाँ थिएँ त्यति बेला। त्यसै कारणले गर्दा हरेस चिन्नुहुन्थेन। र अब अहिले चाहिँ चिन्जान भएर गीत गाउनु र रमाइलो गर्नु र नचिन्दाखेरिमा गाइसकेपछि चिन्नुमा धेरै फरक कुरा हुन्छ। हेरौँ अब हुन त 2-3 हप्ताकै हो। अब कार्यक्रमहरू भयो, राम्रो भयो भने चाहिँ अब बस्नु नै सक्यो। भिसा 6 महिनाको होइन। भिसा चाहिँ 6 महिनाको, जस्तो बाहिर चाहिँ धेरै बस्नु हुन्न। अब मिल्यो भने, अब कार्यक्रमहरू राम्रो भयो, व्यस्तता बढ्यो भने बस्नु नै पाइयो, नत्र भने छिट्टै फर्किन नै पाइयो। कतिको अब अलिकति लामो बसाइ हुने भयो दाइको होइन, अलिकति हजुरलाई चाहिँ कतिको पीडा हुन त दाइ कार्यक्रमको लागि जानु लाग्नु भयो, पैसा कमाउनु जानु लाग्नु भयो, तैपनि कता कता मैले पठाउँदैछु आफ्नो श्रीमानलाई भन्ने त्यो अनुभव चाहिँ भएको छ कि छैन? देशै छोडेर जानु लाग्छ त भयो। ठिकै। कहिले यसरी टाढो हुनु परेको थियो कि थिएन तपाईँ? जापान जानुभयो त्यतिखेर त अघि छोरी थिएँ, छोरी समयको लागि जानुभएको थियो। त्यतिखेर त म घरमा पनि थिएँ, खासै मलाई त्यस्तो गए जस्तो पनि लागेन। अहिले चाहिँ आफै चाहिँ आउँदाखेरि चाहिँ अलिअलि दुःख जस्तो लाग्यो, तर त्यस्तो केही होइन, ठिकै छ। कता कता पढिरहेको छु भन्ने तपाईँलाई त्यो अनुभव भइरहेछ? देश बाहिर जाँदाखेरि चाहिँ त्यस्तो हुन्छ, यहीँ पनि त हिँडिराख्नु छैन त, भयो नि देश बाहिर जाँदाखेरि चाहिँ
त्यस्तो हुन्छ लाग्ने अलिअलि खुसी कतिको हुनुहुन्छ अब धेरै कलाकारहरू युके जाँदै गर्दाखेरि होइन तपाईँको श्रीमान पनि जाँदै हुनुहुन्छ मेरो श्रीमानको पनि बाटो खुलिरहेछ अझै प्रगति भइरहेछ भन्ने त भइहाल्छ तपाईँ एक किसिमले अब राम्रै होला भन्ने त भइहाल्छ खुसी कतिको हुनुहुन्छ एकदम धेरै खुसी के भन्नु मन छ दाइलाई राम्रोसँग कार्यक्रम गरेर आउनु के यति मात्रै आफ्नो ख्याल गर्नु राम्रोसँग कार्यक्रम गरेर आउनु त्यति हो केही डिमान्डहरू गर्नुभयो होला नि युकेबाट लिएर आइदिनु भनेर छैन त्यस्तो केही डिमान्ड तपाईँलाई लहर लाग्दैन श्रीमान देश विदेश भाइ नभाइ छ हेर्नुहोस् मेला मौसममा जताततै बालचन्द्र बराल भनिरहनु भएको छ होइन विदेशतिर पनि उत्तिकै व्यस्त हुनुहुन्छ कहिलेकाहीँ श्रीमानसँगै कार्यक्रमतिर गएर घुमफिर गर्न पाए पनि हुन्थ्यो होला अथवा प्रत्यक्ष रूपमा उहाँले गायक हेर्ने चाहिँ कतिको रहर छ त्यो रहर त स्वाभाविक छ नै तर बच्चा अलिक सानो सानो भएको कारणले अब अलि पछि बाबु नानी अलिक ठुलो गराएपछि अनि बल्ल तपाईँलाई कतिको टाइम दिनुहुन्छ नि उहाँले दिनुहुन्छ एकदम व्यस्त हुनुहुन्छ नि त कार्यक्रममा दिनुहुन्छ सकेसम्म एकछिन भयो नि आउनुहुन्छ भनेको दिनमा कतिचोटि भेट्न आउनुहुन्छ दिनभरि सुटिङ अब काठमाडौँ हुँदाखेरि अब बिहान 10-11-12 बजेर निस्किने दिनभरि सुटिङ हुन्छ साँझ एकछिन आउने फेरि केही फ्रेस भएर बाहिर काम गऱ्यो भने बाहिर जाने अनि फेरि आउने टाइम दिनु न भन्नु मन लाग्दैन मैले टाइम दिन पाउनु बाबु नानीसँग टाइम दिन विदेशबाट आउँदाखेरि चाहिँ के उपहार ल्याइदिनु भएको छ नि तपाईँलाई सबै ल्याइदिनुहुन्छ नआटिकन भन्नु न आज अब ल्याइदिनुहुन्छ कि हुँदैन के छ कतिको डिमान्ड गर्नुहुन्छ तपाईँले त्यसमा त्यस्तो धेरै त्यस्तो मलाई यही चाहिन्छ त भन्दिनँ अब आफूले बुझेर ल्याइदिनुहुन्छ अस्ति नैचोटि बाहिरबाट आउँदाखेरि सुनको हार ल्याइदिनु भएको थियो भन्ने हल्ला पनि थियो के हो त्यो चाहिँ भाउजू सुनकार हो र होइन त्यस्तो छ अब मान्छे खुसी भयो र माया भयो श्रीमान श्रीमती बिच हुनुपर्ने माया भयो भने सुनको हार पनि चाहिँदैन किनभने हामी छोराछोरीलाई राम्रोसँग पढाउँ राम्रोसँग बसौँ सधैँभरि हाँसी खुसी रहौँ त्यही नै हो करोडको सम्पत्ति त्यही त हो सुन चाँदी हार जे भने पनि होइन खुसी मिल्न पर्यो सुन नलाउँदा नि केही फरक पर्दैन होइन श्रीमतीको लागि चाहिँ अलिकति श्रीमती मात्रै नभनौँ न छोराछोरी पनि हुनुहुन्छ होइन यस्तो गरिदिन पाएँ छोराछोरीको लागि यो कुरा गरिदिन पाएँ भन्ने हुन्छ नि त तपाईँको चाहिँ के छ अब युकेबाट आइसके पछाडिका प्लानहरू के छ यस्तो छ जानै छ पुग्नै छ होइन अब जाँदैछु सबै कुरा सोचे जस्तो भयो सबैको माया पाइयो भने किनभने अवश्य पनि सबैलाई राम्रो गरौँ भनेर जान मन लाग्छ होइन राम्रो भइसकेपछि फर्किसकेपछि फेरि तपाईँहरू फेरि आउनु होला नि त त्यति बेलामा अनि मैले यति हो राम्रो भयो म यो चाहिँ गर्छु भनेर सुनाइहाल्छु कति जति पैसा कमाएर आउनु अहिले त केही थाहा हुँदैन पुग्नै छ जानै छ तपाईँको हामी अब 2-3वटा सोको नर्मली तपाईँलाई भन्ने कुरा नि भएन त्यस पछाडि थपिँदै जाने हो कार्यक्रम भन्ने कुरा होइन कहिले खुसी भएर धेरै हुन नि पायो धेरै माया गरेर होइन अब कम हुन नि पायो त्यो अनुमानित थाहा हुँदैन फर्किँदै थाहा हुन्छ अहिले युकेमा कलाकारहरूलाई कार्यक्रम पाउनु पनि एकदमै गाह्रो छ भन्ने कुराहरू पनि सुन्न आइरहेको छ त्यो कारणले गर्दा पनि कतै कार्यक्रमहरू सोचेको जस्तो नहुने हो कि भन्ने किसिमको डर चाहिँ कति त्यस्तो छ अब बिस्तारै हरेक कुराहरूको सुरुमा चाहिँ महत्त्व हुन्छ नि त्योभन्दा त कम अवश्य हुन्छ नै भयो होला पनि किन तपाईँ र मेरो दिनदिनै भेट भयो भने पनि तपाईँलाई त्यस्तो लाग्दैन नि त बालचन्द्र दाइ त हो भन्ने जस्तो लाग्छ कलाकार पनि सधैँभरि त्यहीँ बसिरहेको भेटिरहेको भने पनि कलाकार जस्तो लाग्दैन आफ्नो जस्तो लाग्छ होइन त्यही भएको होला तर अब बिस्तारै यो समर सिजन भनेको नर्मल कार्यक्रम हुने बेला नै हो अब हामी राम्रो सोचौँ न पहिला पोहोर भन्दा यसपालि राम्रो भयो कार्यक्रम राम्रो भयो भन्न नि पायो होइन त आफ्नो भाग्यको कुराहरू हरेक कुराहरू हो अब जे होला त्यसमा खुसी हुने हो कतिको गाह्रो भयो छोरालाई छोडेर निस्किनु पर्दा अब छोरी त ठुली भइसक्नु भयो छोरा भर्खरको हुनुहुन्छ अब गाह्रो त एक दिन घर छोड्दा पर्दा पनि सँगै भइराख्यो भने त गाह्रो त हुन्छ नै त्यही पनि आफ्नो बाध्यता छ होइन अब किनभने आफ्नो काम हो हाम्रो यो पेसा हो होइन देश विदेश जाने कार्यक्रम गर्ने भनेको एउटा जिउने आधार हो हाम्रो यो बाँच्ने आधार हो त्यसै कारणले गर्दाखेरि पनि अब मनमा नराम्रो लागे पनि अब छोड्नै पर्छ भन्ने कुरो थाहा छ ढुक्क त्यसरी त्यति धेरै पिर चाहिँ लिएको छैन ओके भाउजू के छ दाइको धेरै चर्चा पनि छ बजारमा होइन दाइका केही राम्रा पक्ष केही नराम्रा पक्षहरूको चर्चा गरौँ न थोरै के छ नराम्रा कुराहरू केही छन् मिडियामा नआएका अहिलेसम्म खै त्यस्तो केही पनि छैन केही पनि छैन मलाई त आफ्नो मान्छे भएर सबै राम्रो लाग्छ केही सुन्ने मान्छ 100मा 100% नै ठिक हो मलाई त 100मा 100 नै ठिक लाग्छ हजुरहरूलाई कस्तो लाग्छ भन्ने हजुरले भनिदिनुहोस् कमजोरी होइन हजुरहरूले भनिदिनु मलाई त सबै एकदम ठिक लाग्छ कतिको शङ्का गर्नुहुन्छ नि बाहिरतिर हिँड्दाखेरि
शङ्का त गर्दिनँ के शङ्का गर्दिनँ केही शङ्का चाहिँ केही गर्छौँ भने केही पनि गर्दिनँ शङ्का चाहिँ त्यस्तो शङ्का भएन भने त माया नै हुँदैन नर्मल्ली केही अब गर्नुपर्ने चिज र गर्न सुहाउने मिल्ने कुरामा त गर्न पाइयो अब चाहिने भन्दा बढी गर्ने कुरा नि भएन होइन नर्मली त भइहाल्छ कहिलेकाहीँ तपाईँले मोबाइल चलाउँदाखेरि दाइकोमा फ्यानहरूको म्यासेज आउला होइन तरुणीहरू युवतीहरूले म्यासेज गर्ला त्यो चाहिँ पढ्ने हेर्ने गर्नु चाहिँ भएको छैन नि छैन त्यस्तो हेर्नुहुन्न हजुरले अब उहाँको अब कति मैले भन्दा माया गर्ने मान्छे हुनुहुन्छ अनि मैले त्यसमै शङ्का गरेँ भने त अनि बिग्रिहाल्छ नि फ्यानहरूले चाहिँ कस्ता कस्ता म्यासेज पढाउनुहुन्छ नि दाइलाई खै त्यस्तो मैले त्यस्तो खास चाहिँ मोबाइल हेर्ने त्यस्तो गर्दिनँ घर जग्गाको रहर कतिको छ तपाईँलाई के किनिसक्नु भयो रहर चाहना सबैलाई हुन्छ होइन अब पहिला एउटा रुममा बस्दाखेरि 2-3 रुममा फ्लाइटमा बस्न पाए हुन्थ्यो भन्ने चाहना थियो अब चाहिँ काठमाडौँमा एउटा घडेरी भइदिने घर भइदिने हुन्थ्यो भन्ने चाहना चाहिँ सबैको छ सबै कुरा सोचे जस्तो हुँदैन सङ्घर्ष गर्दैछौँ गर्दै जाऊँ होइन सकिएछ भने 2-4 वर्षमा बनाउँला पनि होइन भइदिए त राम्रो नि होइन एउटा किनभने दुःख गर्ने सबैलाई राम्रो होस् भनेर गर्ने हो अब चाहना छ भगवान्ले पुरा गर्दै हुन्थ्यो हामी मेहनत गरिरहेका छौँ भइदिए हुन्थ्यो अब छोरीलाई पनि सोधौँ न होइन आज बाबा कता जाँदै हुनुहुन्छ युगे खै त भन्नुभएको अनि सरको भनिदेऊ न यस्तो म अब चिनेको मान्छेसँग बेसी गफ लाउँछ नचिनेकोसँग चाहिँ केही समय लाग्छ कि बोल्नलाई बाटैभरि गफ गर्दै आइरहेको यो माया बाँडिन्छ भन्छ नि छोरीको अलिक धेरै माया लाग्दो रहेछ कि छोराको अलिक धेरै माया लाग्दो रहेछ अथवा श्रीमतीको त्यस्तो होइन श्रीमतीको माया भनेको श्रीमतीको ठाउँमा हुन्छ छोराछोरीको माया छोराछोरीको ठाउँमा हुन्छ तर केही भए पनि टाइम सबैलाई दिने भएको भएर श्रीमतीलाई फुल्ली टाइम दिनुपर्ने पहिला सुरुवातमा थियो भने छोराछोरी भइसकेपछि छोरीलाई नि ख्याल गर्नु पऱ्यो छोरालाई नि ख्याल गर्नु पऱ्यो बुढीलाई नि गर्नु पऱ्यो घरमा बाबा आमालाई गर्नु पऱ्यो सबै परिवार साथीभाइलाई गर्नु पऱ्यो केही न केही कम चाहिँ हुन्छ त्यति सङ्ख्या बढ्दै गयो भने केही न केही भयो कुन रूपमा लिनुहुन्छ आफ्नो श्रीमतीलाई श्रीमती भनेको त एउटा अब दाहिने हातै हो होइन किनभने उसले हरेक कुराहरूमा हामी श्रीमान सफल हुनुमा श्रीमतीको सबभन्दा ठुलो हात हुन्छ होइन बाबा आमाले जन्म दिनुभयो होइन यहाँसम्म पुर्याउनु भयो बाबा आमा त अब कुरा नगरौँ त्यसमाथि हामी सफल हुनुमा चाहिँ श्रीमतीको धेरै ठुलो हात हुन्छ बाबा मम्मीको कुरा निस्किँदै गर्दा बाबा मम्मीसँग कुराकानी गर्नु भयो कि भएन तपाईँको हिँड्ने बेलामा अब आज धेरैचोटि फोन मम्मीले बाबाले अब दिदीहरूले होइन सबैले सम्झिराख्नु भएको थियो बेलामा धेरै टाइम दिएर कुराकानी गर्न पाएको थिएन अब एयरपोर्ट जान्छु अनि वेटिङमा गएर बोल्छु है भनेको सबैजनालाई किनभने अब हतार हतार भइरहेको हुन्छ नि सामान के छुट्टी आउँछ प्याक गर्ने बेला भइरहेको हुन्छ त्यसै कारणले गर्दाखेरि छोरीलाई चाहिँ के बनाउने सपना लिनुभएको छ नि एकदम नाची हुनुहुन्छ यहाँ छोरी त कहिले विदेश जान्छु म त पाइलट बन्छु भन्छन् कहिले म डान्सर बन्छु भन्छन् कहिले छोरी के भन्दैन तिमी भनिदेऊ त ला के भन्ने मन छ अरे बोल न फेरि म रिसाउँछ नि के भन्ने ल भन्दै त पाइलट भन्ने हो डर छिन् बेसरी फेरि डराउँदिन हौ बाबाको गीत गाउन आउँछ तिमीलाई लगाइदिने त गाइदिनु नि त घर भयो बेसरी बोल्छ बाहिर भएर भाउजूलाई पनि सँगै लिएर जाने रहर छैन तपाईँ त्यसरी हिँड्नु यस्तो छ रहर त किन नहुनु मलाई बाबा मम्मीलाई अझ बाबा मम्मीलाई किन यिनको त उमेर छ दिन छ होइन किनभने एक दिन समय आयो भने घुमाउँला बाबा मम्मीलाई चाहिँ ठुलो जहाज चढाएर यसो घुमाउन पाए हुन्थ्यो भने चाहिँ चाहना छ त्यो छिटै सफल के मनले पुर्याउन पाए हुन्थ्यो भन्ने मनमा छ तपाईँले पहिलोपटक ठुलो जहाज चाहिँ कहिले चढ्नु भएको थियो त्यो अनुभव केही छ अलि रमाइलो त्यही 2018मा हो युके जाने बेलामा फर्स्ट टाइम गर्नुभयो नि पहिलोपटक मैले त एकदम यत्रो मान्छे कसरी हानेको छ होला यसले भगवान् कसरी लान्छ होला यो पखेटानी कसरी उड्याएको छ होला यत्रो सामान छ यत्रो मान्छे छन् भनेर म त हेरेको हेरेँ है त्यत्रो मान्छे रोखमा लाग्थ्यो अब त्यो अब चर्फीहरू जाने बेलामा पनि भाउको त त्यही अड्किने हो कि अड्के भन्ने हुन्थ्यो त्यति बेला चाहिँ त्यस्तो हुन्थ्यो तर कसरी उठ्छ होला मात्र दिमागभरि नै त्यो ननिदाउनसम्म बाहिर हेर्नु जान्छसम्म चाहिँ कहाँ कुहिरो म मात्र हिँडे जस्तो लाग्ने कहाँ उड्या छ होला कहाँ पुगेको छ होला भगवान् भन्ने चाहिँ लाग्थ्यो डर थियो डर त एक्साइटेड पनि थिएँ डर पनि थियो अब पछि बिस्तारै यस्तो रहेछ भन्ने हुन थालिसक्यो धेरै देश घुमिसक्नु भयो अब भाषाहरू पनि अलिक परिचित हुनुभयो होला कुन देशको भाषा बोल्न आउँछ नि तपाईँलाई त्यही
सबै के आउनु हामी त प्रायः नेपालीसँग नै भेट भएर आउँछ है जापान गयो आरेका त गोजाइमास हजुर भन्ने अब युकेतिर गएपछि थ्याङ्क यू सो मच धन्यवाद हजुर यु आर वेलकम भन्ने त्यही त हो नि अब इङ्ग्लिस पनि सिकिसक्नु भयो प्लेनमा हिँड्दा होइन अलिअलि आज ट्रान्सलेट गर्न मिल्छ नि त नेपालीबाट इङ्ग्लिसबाट नेपाली गर्ने अप्ठ्यारो पऱ्यो नि त्यही हेर्ने सोध्ने के छ युकेवासी तपाईँका शुभचिन्तकहरू फ्यानहरूलाई होइन अब श्याम राणाले त चाउचाउ बोकेर जान्थे कहिले खुर्सानी बोकेर जान्थे कपिल चाहिँ के बोकेर खुर्सानी चाउचाउ नै हो अलिअलि मैले भन्दा नि श्रीमतीले दिन हुन्छ सम्झना भनेर प्याक गर्दैछन् अब त्यो के छ मलाई थाहा छैन भनेको खुर्सानी चाउचाउ नै छ तपाईँका त्यो भन्ने कुरा नर्मल्ली अब सबैजनालाई त्यस्तो सबै कुरो बोकेर साध्य हुँदैन नर्मल्ली अब हाम्रो फेरि जाने बेला धेरै सामान पनि हुँदैन नि त वेट अनुसार नर्मल्ली हालौ न त भन्ने हुन्छ यसो चिनो दिन मन विदेशतिर घुम्न जाँदाखेरि कार्यक्रममा जाँदाखेरि कहिले हराउनु भएको छ कतै ठाउँ भुलेर अलि अलमल्लिएको त्यो क्षणहरू छ तपाईँसँग किन नआउनु ट्रेनमा फर्स्ट टाइम ट्रेन चढ्ने बेलामा थाहा नभएर सोध्दै कहिले यता कहिले उता अहिले जापान जाने बेला हराएर पुरै त्यहाँ गो टोकियो पुरा एकदम टिकट देखाएर है त्यो टिकट देखाएर फेरि जापानिजहरू हुन त कोइरीहरू पनि होइन यसरी सहयोग हुनुहुन्छ त्यसमा जापानिज यति हेल्पफुल कि तपाईँको हातमा समाएर नजानेको ठाउँमा लगाएर ट्याक्क पुऱ्याइदिएर अनि चढाइदिएर आउनुहुन्छ यति धेरै हेल्पफुल जापानिज विकसित त्यस्तै हेल्पफुल त्यत्तिकै बालचन्द्र बराल भन्ने बित्तिकै धेरैले हाँसोको तारिफ गर्छन् होइन दोहोरी पनि उत्तिकै गाउनुहुन्छ भाउजूलाई चाहिँ दोहोरी रोज्नुहुन्छ कि उहाँको हाँसो रोज्नुहुन्छ एउटा रोज्नु पऱ्यो भने श्रीमानको हाँसो रोज्नुहुन्छ कि गीत रोज्नुहुन्छ लामो समयसम्म तपाईँ अब टाढो आउनुहुन्छ होला भाउजूलाई यसो अब कहिले केही प्रपोज पनि गर्दैन नि त पर्दैन मेरो त सधैँभरि माया सधैँभरि हामीलाई ह्याप्पी रोज डे सधैँभरि प्रेम दिवस सधैँभरि दसैँ हामीलाई त एकदम माया भइसकेपछि सधैँभरि प्रेम अब गर्छु होला है अहिलेसम्म गर्नु भएको छैन भनेपछि होइन जापान हुँदा नि कहिले काहीँ मिसु बुढी भन्दैन थिएँ आज सुनाउन कस्तो हुँदो रहेछ आई लभ यु त्यो हाम्रो एनिभर्सरीको बेलामा आउनु होला अनि यस्तो गरेर लभ यु बुढी भन्नु होला ओके एउटा गीत सुनाउनु त गीत सुने है ल हे मनमा पनि लागिरहेको थियो मनकै तिर्खा मेट्ने यो मनमा लागिरहेको थियो मनकै तिर्खा मेट्ने यसपालिको समरमा त युकेवासी भेट्ने हे युकेमै रमाइलो गर्ने टुङ्गो छैन बाँच्ने कि मर्ने नमस्ते छ्याजालो झोर्ले है ए तिमी आऊ तिम्रै घरबाट आउँछु मेरै घरबाट भेटौँला युकेमा हुर्ले है भेटौँला युकेमा हुर्ले है थ्याङ्क यू सो मच धन्यवाद भाउजूले पनि मिठो गीत गाउनुहुन्छ अरे हो उहाँले गीत गाउनुहुन्छ मेरो साथी गाउँदैनन् मसँग मेरो साथी आउनु भएको थियो चर्चित गाई विमल परियार कता हराउनु भयो भाउजू केमा चाहिँ बोल्न जानुपर्ने भएको छ हाम्रो विमलजी पनि सँगै हुनुहुन्छ होइन बालचन्द्र सर भाउजू चाहिँ केमा पोख्त हुनुहुन्छ अलिक शुभयात्रा दादा माया गर्नलाई घर परिवार चलाउनलाई छोराछोरीको केयर गर्नलाई श्रीमानलाई गर्नुपर्ने माया गर्नलाई फ्यामिलीलाई गर्नुपर्ने श्रीमतीमा हुनुपर्ने गुण पर्फेक्ट छ थ्याङ्क यू सो मच धन्यवाद है नमस्कार सबैजनालाई दाइलाई एकदम शुभयात्रा दिन आएको टोपीसहित सो एकदमै राम्रो देखिएछ धन्यवाद मेरो कालेलाई राम्रोसँग कार्यक्रम गर्नु होला धन्यवाद तपाईँ चाहिँ कहिले जाने हो त अब युके नेक्स्ट इयर फिक्स रहेछ त कुरो म चाहिँ नेक्स्ट इयर नभए अर्को नेक्स्ट इयर होइन एकचोटि त एउटा नेक्स्ट इयर आइहाल्छ एउटा नेक्स्ट इयर त आइहाल्छ एकदम शुभयात्रा म त एकदम माया गर्छु जापानसँगै जानुभएको थियो होइन तिनैजना हो अहिले जान पाएको भएर मैले जान पाएको थियो अहिले चाहिँ दाइले एक्लै युके पठाउँदा चाहिँ हामीले नरमाइलो लाग्यो पुरा मान्छे सँगै जान पनि सकिन्छ रोको रहेछ नि नरो भन्छु रोको रहेछ दाइले शुभयात्रा भन्न चाहन्छौँ राम्रोसँग जानु होला प्रोग्राम हामी बिना त सायद प्रोग्राम राम्रो होइन अर्की भाउजू बोकेर नआउनु होला शुभयात्रा त्यस्तो त गर्नुहुन्न तर हामी बिना चाहिँ उहाँलाई चाहिँ एकदम अभाव चाहिँ खड्किन्छ शङ्कर हामी एकदम कम्फर्टेबल
एकदम माया नजिकको झगडा गर्दै हिँड्ने लड्दै हिँड्ने अनि फेरि मिल्दै हिँड्ने माया गर्दै हिँड्ने खालको हामी चाहिँ अब भनिदिनुहोस् कि मैले के भन्छु सबै होइन उसले म्यासेज गरेर राति झसक्क पिउँछ भने नि तपाईँ जानुहुन्छ अब म एक्लो हुन्छ है भनेर आउँछ बिचरा होइन जस्तै हरेक समयमा एउटा त्यो आवाज हुन्छ नि त उहाँ जाँदै हुनुहुन्छ भित्रसँगै अब जहाँ गयो नि ल जाम भन्ने त्यो खालको लाइट दोरीमा नि कति बेला आउनुहुन्छ होला टाइपको हुन्छ नि त एउटा त्यो चाहिँ खड्किरहेको छ यसो राम्रोसँग जानु होला थ्याङ्क यू एकदम समयले कसलाई कहाँ कहाँ पुऱ्याउँछ अनि सधैँ साथमा त हुँदैन होइन दाइ प्रोग्राममा हिँड्नु भएको छ अब राम्रोसँग जाने राम्रो प्रोग्राम गर्नु उहाँ जाने भन्दाखेरि पिर चाहिँ भन्छ के गर्नु होइन म रुन चाहन्छु म गाडीमा रुँदै आउनु भएको थियो शब्द त गाडीमा चाहिँ सन्चै हो के कुरा सम्झिने चाहिँ मन लाग्यो के म अलि आइन क्या है भनौँ भयो है 9 बज्यो अब छिर्नु पर्छ के छ बालचन्द्रजी अब आयोजकजीहरूलाई कसरी ए होइन यस्तो दाइ जाने भन्दाखेरि त्यो झसँग हुन्छ कि म कहिले चाहिँ ओहो भोलिबाट को होला साथी जस्तो हुन्छ नि त त्यो भएर राति सुत्दाखेरि पनि खाडबाट दुईचोटि त भैँमा खस्नुहुन्छ चाहिँ होइन जस्तै हामी टिकटक लाइभ बसेर ठ्याक्क जाने बेला ओहो तपाईँ जानुहुन्छ है अब भन्ने खालको चाहिँ पुरा हुन्छ यसो एन्डी समय के छ आयोजकजीहरू युकेवासीहरूलाई के भन्न चाहन्छु भने अब यसपालिको समरमा होइन युके आउँदैछु तपाईँहरूको मैले 2018मा पाएको माया भन्दा अझै धेरै माया पाउनेछु भन्ने आशा छ होइन त्यति बेलामा चिन्जान भयो भएन राम्रोसँग बस्न पाइएन यसपालिको समरमा तपाईँसँग भेट्न आउँदैछु होइन युकेवासी सबैजनासँग रमाइलो गरेर हामी कार्यक्रम गर्नेछौँ बिताउनेछौँ तपाईँको पहिला जस्तै माया पाऊँ भन्न चाहन्छु जस्तो अहिले भैसब नेपालको निकै चर्चा भइरहेको छ हिजो मात्रै टिम खेमबाट प्रोसेस पाण्डेले उपाधि जितेका छन् तपाईँहरू निकै उत्साहित हुनुभएको छ भन्ने छ होइन सिङ्गो दोहोरी क्षेत्रको जित भयो भन्ने छ यो विषयलाई चाहिँ कसरी लिनु भएको छ नेपालमा त्यस्तो चाहिँ हामीलाई खुसीको कुरा हो भोइस अफ नेपालमा तपाईँको पहिला लोकगीतहरूको जर्नी हुने थिएन होइन विशेष गरेर यसपालि लोकगीतहरूकै भयो त्यसमाथि नै हाम्रो चर्चित गायक खेम सेन्चुरी हामी लोकसङ्गीतकै एकदमै अलिक जल्दो बल्दो गायक एकदमै सहकर मेरो प्यारो भाइ जजमा हुँदाखेरि त्यसै खुसी भएको त्यो भएन मलाई खेमकै टिमले जित्दाखेरि त धेरै उत्साह चाहिँ त्यसै माथि पनि प्रोसेस पाण्डे भन्ने भाइ चाहिँ मेरो एकदम ठुलो फ्यान होइन उहाँले चाहिँ मलाई त्यो उहाँ नजाँदाखेरि पनि दाइ हजुरलाई भेट्न चाहन्छु बिग फ्यान भनेर कति धेरै भोइस मेसेज गरिराख्नु भएको छ एकदमै फरक क्षमता भएको उहाँले एकदमै गीत गाउँदै पठाउँदै गर्नुहुन्थ्यो अनि त्यो ठाउँमा देख्दाखेरि मैले बेला भाइलाई मेसेज गरिरहेको हुन्थेँ दाइ हजुरको माया सधैँ रहिरहेको भन्दा एकदमै रिप्लाई गरिराख्नुहुन्थ्यो एकदमै खुसी छु धेरै बधाई छ प्रोसेस पाण्डे र खेम सेन्चुरी लगायत जति पनि उपविजेता हुने जति पनि बाहिर आउट हुनुभयो उहाँहरूको पनि जित्नेले मात्रै भन्दा नजित्नेको पनि धेरै सफलताहरू पाएका देखेका छौँ दुःखी नहुनु होला होइन सक्सेस भइन्छ नेपाल भर्सेस युके युकेबाट डलर फल्दैछ छोड्न आउन पाउँदा ए साह्रै खुसी लागेको छ छोड्न आउन पाउँदा साह्रै खुसी लागेको छ छोड्न आउन पाउँदा एउटा जुत्ता लिएर आउनुहोस् युकेबाट आउँदा सुन्नुभयो नि हजुर के भने मैले युकेबाट आएको जुत्ता ए इन्टरभ्यू लिने हो यस्तो लाइन छ सबै साथी छन् हो यस्तो लाइन छ जुत्तासँगै आइफोनको कभर पनि चाहिन्छ यो त गीत गा हो कि डिमान्ड गरे हो गीतै हो युके पुग्न बाँकी नै छ कुरा गरी रम्ला युके पुग्न बाँकी नै छ कुरा गरी रम्ला ए पहिला तिमीले आशीर्वाद देऊ कार्यक्रम जम्ला कि नजम्ला कि नजम्ला ए मेरो भाइ आशीर्वाद दिनु ल्याइदिन्छु मायाको चिनो नमस्ते छ्याजालो झोरले ए तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला युकेमा ओर्ले भेटौँला युकेमा ओर्ले धन्यवाद ढिला थ्याङ्क यू सो मच थ्याङ्क यू